लसोट लेख सबैजनालाई यो भिडियोमा चाहिँ मैले ढाकिनीको हामीले खान्डो भन्छ नि अघि त्यो पनि अब खान्डो ढाकिनी पनि धेरै प्रकारको हुन्छ। यहाँ चाहिँ मैले अहिले सेङदोङ मी तोक्पा नि भनेर छ है। सेङदोङ मा भनेर छ नि यहाँनिर होइन। सेङदोङ मा भनेको चाहिँ सिंहमुखा भनेर भनेको हुन चाहिँ अब ढाकिनीको त पूजा पनि छ, तर पनि यो तोक्पा यहाँनिर सेङदोङ मी तोक्पा नि भनेर भन्दैछ है। सेङदोङमा सिंहमुखाको चाहिँ अनि तोक्पा गर्ने हामीले तोक्पा भनेको चाहिँ आफूमा आउने बाधाहरूलाई हटाउने भन्ने कुरा रहेछ है। यो चाहिँ यहाँनिर यो झोलुकै गरेर एकचोटि सट्टै पढ्नु पर्ला है, किन भन्दाखेरि नयाँहरूलाई थाहा हुनु पऱ्यो नि त। भर्खर सुरुमा सिक्नेहरूलाई त अब झोलुकै चाहिन्छ नि त। दौ पाला पल ला दा तक दा ना दिन पल दिन रा दा तक दा ना रो दो रा जा तक जा डिंगबु जे दुर जे फागा फाग मा ना रो मो नागी कुनी फाग मो नी पल दिन दुर जे फाग मो नी दारा तक डागा ढक मा ना रो मो ढक मो सा डिंगबु से nga सेङ गा डिंगबु गे हागी कुही सेङगेही सेङगेही यसलाई छिटो पढ्दाखेरि सेङगेही भनेर पढ्ने है। गौ दाना रो दोङा दोङ पा चाना चेन दोङ पा चेन डाकमो सेङगेही दोङ पा चेन या डिंगबु ये शा डिंगबु शे सा शे ये शे मा डिंगबु मे या गिकु यी मे यी हा नारो हो दा हु सा डिंगबु से रा सेर हौ फा रा तक ठा नारो ठो हु सर ठो ये शे मे यी हु सर ठो सा डिंगबु से nga सेङ गा डिंगबु गे हा गिकु ही सेङ गे गौ दाना रो दोङा दोङ चाना चेन दोङ चेन ला हतक ला माना रो मो रा मोर हौ दा शाक्यु दु दा दुई ला मोर दुई सेङ गेई दोङ चेन ला मोर दुई। अनि यहाँदेखि यहाँसम्म चाहिँ मन्त्र हो, यसलाई चाहिँ धेरैचोटि पढ्नुपर्छ है त। आका सा मा रा चा स्या दा रा सा मा रा या फिट यो चाहिँ हामीले धेरैचोटि पढ्ने हो। अनि मुनि फेरि यो धेरैचोटि जप गरिसकेपछि चाहिँ यहाँदेखि मुनि चाहिँ तोक्पा दौ का नारो क ना क्युन मौ छा नारो छोगा छोक कोन छोक गौ सा शब्क्यु सु मा सुम गाया ता ग्या गिकु गी सुम गी बौ दा डिंगबु दे ना दिन पा दाङा दङ दिन पा दङ कोन छोक सुम गी दिन पा दङ। यो चाहिँ अब छिक लुकमा आउँदैछ है, अनि लामो लामो आउँदैछ यो चाहिँ। मौ खा हा खा हौ गा रा तक डा नारो डो मा खा डो मा सा डिंगबु से nga सेङ गा डिंगबु गे हा गिकु ही सेङ गेई गौ दा नारो दो nga दोङ पा चाना चेन दोङ पा चेन खाया तक ख्या डिंगबु खे दा खे काया तक क्या गिकु की खे की रा गिकु रि गा रिक सा nga तक nga घा सा ngak रिक ngak बौ सा ला तक दा सा दे पा हा गिकु ही दे पी मौ था शब्क्यु थु दाङा दङ थो दङ ना शब्क्यु नु सा नुई पा ला नुई पा ला बौ रा ता तक ता डिंगबु ते ना तेन ना सा ने तेन ने। अब यहाँदेखि यहाँसम्म पढ्नु पऱ्यो फेरि। खाडो मा सेङ गेई दोङ पा चेन खेकी रिकङाक दे फे थु दङ नु पा ला तेन ने बौ दागा दक चागा चक दक चक
dau pa naro pu na pun sa la tak la naro lo ba lop pon lop hau kha naro khora khor danga dang khor dang bau cha sa che pa ra na tak na ma sa nam la sa da tak da nga dang wa ra war dang war ba ya tak ja dingbu je da je pa ha gi ku hi do ga ra tak da je pi da dak chak pon lop korodang che pa namla dangbar je pi da go nanaro no da nu pa ra par nu par ba ya tak ja dingbu je da je pa ha gi ku hi bo ga dingbu ge ga sa gek je pi gek nu par je pi gek barabar da shakyu du bar du go cha naro cho da che pa ha gi ku hi ra ka tak ka ya tak kya dingbu ke na ken chu pe ken bar du chu pe ken mau da naro dor na bau ka ra tak ta ma gi ku mi sha gi ku shi sa shi pa ha gi ku hi ta mi shi pi pa ya tak cha naro cho ga sa chok ra gi ku ri sa ri chok ri nga na nyen pa tha ma sa tham cha da che tham che pa ya tak cha gi ku chi ra chir bo sa la tak da naro do ga dok para par chir dok par ga ya tak gya shakyu gyu ra gyur cha gi ku chi ga chik gyur chik dor na ta mi shi pe chok ri ngen pa tham che chir dok par gyur chik अब यहाँनिर चाहिँ के लेखेको छ भन्दाखेरि चाहिँ जे थाल्मो लेन्चिक दाबोस यहाँनिर दोकपर ग्युर्चिक भन्दाखेरि चाहिँ हामीले एकचोटि यस्तोरी बजाउनु हो अरे है त्यो भनेको यहाँ सानोमा चाहिँ लेखेको छ अनि त्यो बजाइसकेपछि चाहिँ मुनि पढ्ने हामीले फेरि खा रा ताक ठा नारो ठो मा नारो मो ठो मो हौ बाराबार वा हागी गुवी bar wi cha naro cho ga sa chok ra na tak na ma sa nam ka ya tak kya gi ku ki sa ki chok nam ki thomo bar wi chok nam ki dau ga ra tak da bau ga ding bu ge ga sa gek da gek ba ya tak ja da je ma je ma tha ma sa tham cha da che ka ya tak kya gi ku ki tham che ki la sha kyu lu sa lu nga ga ngak lu ngak tha la thal wa ha gi gu wi thal wi ra da tak da sha kyu du la dul da sha kyu du ra la tak la na ro lo ga lok dul du lok ra na tak na ma nam sha ding bu she sa she nam she cha na ro cho sa che ka ya tak kya gi ku ki chu ki do wa ya tak ya gi ku yi nga sa ning sa sha kyu su da ra tak da na ro do nga sa dong ing su dong nam she chu ki ing su dong ka ya ta kya na ro kyo da kyu ka ya ta kya gi gu ki kyu ki ra gi ku ri ga rik
sa nga tak nga ga sa ngak rik ngak bau sa la tak da sa de pa ha gi gu hi mo tha shab ju thu sa thui de pe thui kyo ki rik ngak de pe thui gau na na ro no da nui ba ya tak ja dembo je da ji nui ji ma la shab ju lu sa lui ma lui sha gi gu shi wa da nga dang shi wa dang nui ji ma lui shi wa dang cha gi gu chi bau sa ma sam chi sam ya gi gu yi da yid bau sha gi gu shin na shin yi shin ho ga ra tak da shab ju du ba du pa da nga dang du pa dang chi sam yi shin du pa dang gau sang nga tak nga ga sa ngak sang ngak bau sa ta tak ta na tin pa ra ga tak ga ya tak ya sa ge pa ra par mau za na ro zo da zui ge par zui sa ngak tin pa ge par zui bau ga ding bu ge ga sa gek ra gi ku ri ga sa rik gek rik sa ta tak ta na ro to nga tong pa ra tak tha ga thak tong thak bau ra ga tak ga ya tak ya da gi bau cha shab yu chu gi chu sha gi gu shi wa da nga dang shi wa dang ge krik tong thak ge chu shi wa dang ma gi gu mi mau tha shab yu thu na thun mi thun gau na na ro no da nu pa ha gi gu hi nui pi ra ka tak ka ya tak kya ding bu ke na ken da nga dang ken dang ba ra tak da la dal wa da nga dang dal wa dang mi thun nui pi ken dang dal wa dang mau tha shab yu thu na thun pa hau ga ra tak da shab yu du ba du cha gi gu chi nga ching drup ching pa shab yu phu na phun sa shab yu su ma sum phun sum cha na ro cho ga sa chok pa sa ta tak ta ring bu ti chok pa ti thun pa drup ching phun sum chok pa ti bau ka ra tak ta sha gi gu shi sa shi ta shi da ring bu te sa de ka ta kyang nga kyang de kyang da ring bu de nga ding hau da gi gu dir ra dir ding dir bau da ring bu de la ring bu le ga sa lek sha na ro sho ga shok de lek shok ta shi de kyang ding dir de lek shok झोलक पढिसक्यो हामीले अब एकचोटि झोलक नगरिकन पढौँ है यो चाहिँ हामीले सेङदोङमाको चाहिँ अनि यहाँदेखि यहाँसम्म चाहिँ उहाँको पाठ भयो यो चाहिँ मन्त्र यो मुनि चाहिँ हामीले धोक्पा गर्ने पाठ भनेर चाहिँ हामीले बुझ्नुपर्छ है त पाल्देन दोर्जे फाग्मो नि ढाक्मो सेङ्गेई दोङपा चेन हिसे मेयी वेसर ठो सेङ्गेई दोङचेन लामुर दुई मन्त्र चाहिँ आका सामा रा चा स्यादा रा सा मा रा या फेट कोन्चोक सुम्गी देनपा धाङ यो मन्त्र चाहिँ अलिक धेरै पढ्ने है आफूले जप गर्ने हो खान्डोमा सेङ्गेई दोङपा चेन खेकी रिक्नाक देबे थुदङ निपाला तेने दाक्चाक पनलोप खोरदाङ चेपा नामला 당월 제페 자 네퍼 제페 객 바르도 제페 겐 도르나 타 미시페 छोकरी ङेनपा थाम्चे छिर दोकपर ग्युरजी यो दोकपर ग्युरजी भन्दाखेरि हामीले एकचोटि चाहिँ जोडले अनि ताली बजाउने है ताली बजाइसकेपछि चाहिँ ठोमो बरवे छोकनामकी डागेक जेमा थाम्चे कि लुङाक थालुवे दुलदु लोक
namshie chiki ngsu dong kyoki rignang depe tu nuije ma lui shiwa dang chisam yishin rupa dang sangak tenpa gepar zoe gekrik tongtak gechu shiwa dang mithun nepe kendang dalwa dang thonpa dubjing phonsum chokba te tashi degyang dengdir देलेक शो भनेर चाहिँ छ नि हैन अब यसको अर्थ पनि थोरै बताइदिनु पर्दाखेरि चाहिँ हो पाल्देन दोर्जे फागमुनि भनेर चाहिँ यहाँसम्म चाहिँ नाम हो यो चाहिँ पाल्देन दोर्जे फागमुनि भनेर चाहिँ यहाँ स्याङदोङमा सिंहमुखा भन्छ नि हैन उहाँको नाम हो यो चाहिँ दोर्जे फागमु भनेर छ है अनि दोर्जे फागमु चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि ढाक भनेर भन्दैछ नि हैन ढाक भनेको चाहिँ एकदम बलियो भन्नु चाहेको है एकदमै भित्रीबाट नै एकदम कडा अनि उहाँ चाहिँ एउटा छोरी मान्छे भएकोले गर्दाखेरि म हो भनेको है ढाक म अनि उहाँ चाहिँ उहाँको अनुहार चाहिँ अनि सिंहको अनुहार भएकोले गर्दाखेरि सेङ्गे भनेको सेङ्गे भनेको सिंह भन्छ नि हामीले सिंह है सिंहको हिलेको तोङपाचिन अनुहार भएको हो भनेको है तोङपाचिन अनुहार भएको सिंहको अनुहार भएको हुनुहुन्छ अरे अनि हिसे मेई हुसे ठोस अनि उहाँको कायावाका चिताबाट भनौँ उहाँको शरीरबाट भनौँ है सबै शरीरबाट चाहिँ हिसे ज्ञानको मेइस आगोको चाहिँ हुसेर ज्योति ठो प्रकाट हुन्छ अरे है प्रकाट भइरहेको हुन्छ अरे हो त्यस्तो सेङ्गेई दोङचेन्स सिंह मुखा लामो भनेको देवी राले चाहिँ लाई भनेपछि है ला मो रा छ नि यहाँ होइन ला मोर भनेर पढ्छौँ नि हामीले है लामो भनेको देवी राले चाहिँ लाई दुई भनेको चाहिँ एकदम घुस्याप गर्छु निहुरिन्छु आदर गर्छु है ढोक गर्छु भनेपछि दुईले चाहिँ है अनि त्यहाँदेखि भनिसकेपछि यो मन्त्र जप्ने आकाशामा रचा स्यादा रचा मराया फेट यो आका चाहिँ चियोरमा सम्झिनुपर्छ चियोर भनेको चाहिँ टोपीमा सामा चाहिँ घाँटीमा अनि राचा चाहिँ हृदयमा स्यादा चाहिँ अनि नाभिमा रासा चाहिँ अनि गुहे पाडमा अनि मारा या फेट मारा एउटा दाहिनेपट्टिको फिलामा या र फेट अनि दोस्रोपट्टिको फिलामा सम्झिनु पर्यो सिंहमुखाको है त ढाकिनेको चाहिँ अनि त्यो सम्झिँदा हामीले जप गर्नु पर्यो जप गरिसकेपछि चाहिँ धेरैचोटि जप गर्ने है यो चाहिँ अब विशेष गरेर चाहिँ हामीले अब बेलुका बेलुका सधैँ गर्दा पनि भयो अहिले चाहिँ विशेष गरेर चाहिँ यो खान्डोको तिथि नजिक आइपुगेको कारणले गर्दाखेरि मैले यो बताइदिएको है यो जप गरिसकेपछि चाहिँ हात जोडेर त्यहाँदेखि चाहिँ कन्छोक सुम्गी तेन्पा दाङ कन्छोक सुम भनेको त अब हामी सबैलाई थाहा भइसक्यो त्रिरत्न भनेको नि है बुद्ध रत्न धर्मरत्न सङ्घरत्नलाई अनि कन्छोक सुम भनेको 3 भनेपछि नि होइन गी को तेन्पा दङ तेन्पा भनेको सत्य र त्रिरत्नको सत्य र खान्डोमा सेङ्गे दोङबा चेन खान्डोमा अब के अरे सिंहमुखा चाहिँ को भन्दाखेरि एउटा खान्डोमा देवी भयो नि त अघि यहाँनिर खान्डोमा भनेर भन्दैछु खान्डोमा भनेको देवी भनेको सेङ्गे दोङबा चेन है सिंहमुखा सिंहको अनुहार भएको भन्ने चाहेको है खेगी तपाईँको रिग्नाक भनेको यो मन्त्र भनेको मन्त्रलाई रिग्नाक भनेको है देवेश मैले जपेकोले थुदङ निपा ला तेनेस हो त्यो मन्त्र धेरैचोटि जपेको थु भनेको बल र निपा भनेको शक्ति भनेपछि है थुदङ निपा ला तेनेस हो त्यस शक्तिको बलले चाहिँ दाक्चाक पोनलोप खोरदाङ चेपा नामलास दाक्चाक मो इत्यादि पोनलोप गुरु भइहाल्यो है त्यस्तै गरेर मेरो पनि शिष्यहरू भइहाल्यो खोरदाङ चेपा अब यसरी बुझौँ हाम्रो घर परिवारहरू भन्ने बुझ्यो नि है आफ्नो आमा बुबा आफ्नो के अरे श्रीमान श्रीमती छोराछोरीहरू भन्ने पनि बुझ्यो खोरदाङ चेपा नामलासहरूलाई चाहिँ दाङवर जेपी डा रेज गर्ने शत्रु नेपर चेपी गेक हामीलाई त्यसरी अत्याचार गर्ने बाधा पुर्याउने कि भनेको गेक भनेको चाहिँ बाधा पुर्याउनलाई भनेको
नेपा भनेको हामीलाई अत्याचार गर्छ नि त्यो भनेको है नेपा र जेबी गेक डा र गेक भन्छ नि है डा भनेको शत्रु गेक भनेको हामीलाई धेरै त्यस्तो के अरे बाधाहरू पुर्याउनेलाई भन्ने बुझ्यो बार्दु जेबी केन हामीलाई बिचमा एकदमै नराम्रो त्यो गर्ने दोर्नास है दोर्ना भन्दाखेरि अब मैले छोटोमा भन्नु पर्दाखेरि चाहिँ भन्ने बुझ्यो है अन्तमा भन्छ नि हामीले प्रवचनहरू गर्दा पनि अन्तमा चाहिँ म यो भन्छु भन्छ नि त्यस्तै दोर्नास टा मिसी बिस अब टासिपा भनेको के हो टासी भनेको त शुभ मङ्गल भनेको नि है अनि यो टा मिसिपा भनेको चाहिँ शुभ मङ्गल नभएको अपशगुन त्यस्तो नराम्रोलाई भनेको है टा मिसेपा भनेको चाहिँ टा मिसिबी छोकरी है टा मिसेपा जति पनि त्यस्तो नराम्रोहरू छ नि होइन त्यसलाई भनेको छोकरी न्यान्पा नराम्रो थाम्चे सबै छिर बाहिर दोकपर जुर्चिएस फर्केर जाओस् भनेर भन्दैछ यहाँनिर त्यस्तो नराम्रोहरू सबै हटेर जाओस् भनेर चाहिँ हामीले अनि यसरी बजाउनु पर्ने रहेछ यतिखेर चाहिँ है त्यो बजाइसकेर चाहिँ यो पढ्ने हो अब मुनि पनि त्यही त्यसैमा आउने हो ठोम बर्वे छोकनाम गिस ठोम भनेको क्रोधी है ठो भनेको छोरा मान्छेलाई बुझ्छ भने ठोम भन्दाखेरि छोरी मान्छेलाई बुझ्ने भयो बार्वेस एकदम बोलिरहेको छोकनाम किस बोलिरहेको त्यस्तो बोलिरहेको के अरे ज्योतिको आगो बोलिरहेकोले चाहिँ ढाकेक जेमा थाम्चिकिस अघि ढारा केक यहाँ गई सेम त्यही हो शत्रुहरूको चाहिँ लुङ्गाक थाल्वी दुदुलोस हेर्नुहोस् त लु भनेको शरीर नाक भनेको अब वचन उनीहरूको पनि वचन है थाल्वे दुदु लोक्स थालवा भनेको एउटा धुलो जस्तै भएर एकदमै के अरे हराएर जाओस् अरे त्यहाँदेखि चाहिँ नाम्सिए त्यो ढारा गेकको नाम्सिए छ नि त नाम्सिए भनेको हामीले चेतना आत्माहरू भन्छ नि होइन त्यो आत्मा चाहिँ शरीर त अब धुलो जस्तै भएर हराएर गयो भने त्यो मन्त्र ल्यायो त है अनि अब नाम्सिए चाहिँ त्यो आत्मा चाहिँ छुकिङ सुटोङ भनेर पछि छुकिङ भनेको धर्म धातुमा पुग्यो भनेर चाहिँ हामीले सम्झिनु पर्यो है धर्म धातुमा पुऱ्यायो भनेर सम्झिनु पर्यो ख्योकी रिङाङ देवी थुई ख्योकी धोर्जे फाङ्बो तपाईँको के अरे खान्दोमा सिङ्गामुखा तपाईँको भनेको ख्योकी भनेको तपाईँको रिङाक मन्त्र देवी थुई त्यसरी जपेको बल शक्तिले अघि निजे मालु शिवादाङ हामीलाई नराम्रो गर्ने सबै मालु भनेको सबै शिवादाङ शान्त पारिदिने र दाङले र भनेपछि चिसम हिसिन डुबादाङ हामीले जे जिताएको छ त्यो चाहिँ सहजै पुऱ्याइदिने भनेको अनि दाङले रा भने बुझ्यो अनि भन्ने पनि बुझ्यो है अनि साङाक तेन्बा गेब्र जु साङाक भनेको गुहे तन्त्र हामीले वज्रयान भन्छ नि त्यसलाई बुझ्दा पनि भयो है वज्रयानको तेन्बा भनेको शासन चाहिँ गेब्र जु एकदमै के अरे वृद्धि भएर जाओस् भनेको त्यहाँदेखि यो फेरि अर्को पाठ गेग्रिक तोङठा खिची शिवादाङ गेग्रिक हामीलाई बाधा पुर्याउनेहरू चाहिँ कति प्रकारको हुन्छ अरे भन्दाखेरि तोङठा घिचु भनेर भन्दैछ नि होइन 80,000 प्रकारको चाहिँ हामीलाई बाधा पुर्याउनेहरू हुन्छ अरे हो त्यो बाधा पुर्याउनेहरू 80,000को बाधा पुर्याउनेहरू सबै शिवादाङ शान्त पारिदिने शिवा भनेको शान्त पारिदिने र दाङले र भनेपछि मिथुन निपे केन्द्र टलवादाङ हामीलाई चाहिँ एकदमै आफ्नो शरीरसँग आफ्नो घर परिवारसँग आफ्नो शाखा सन्तानसँग नमिल्नेहरू हुन्छ नि अघि त्यस्तो नराम्रोहरू सबैदेखि चाहिँ मुक्त पारिदिने भनेको ढलवादाङ मुक्त पारिदिने थुन्पा डुब्चिङ हामीसँग चाहिँ मिल्ने हामीसँग चाहिँ एकदमै अब के मिल्छ त भन्दाखेरि दुख बिमार नहुने त्यो हामीसँग मिल्ने भयो हामीसँग धन सम्पत्ति आउने त्यो मिल्ने भयो सबै अब मिल्ने हामीसँग जे पनि सुट गर्छ त्योहरूलाई थुन्पा भनेको है डुब्चिङ त्यो चाहिँ अब के अरे मिलेर जाओस् अनि फुन्सुम छोक्पा त्यस हामीमा चाहिँ एकदम फुन्सुम छोक्पा परिपूर्ण भएर जाओस् भनेको टासी देख्या देख्दै देलेसो टासीपा एकदम शुभ मङ्गल त्यो पनि देङ धीर अहिले यहाँ नै देलेक्स्यो सुख शान्ति त्यस्तो भएर जाओस् भन्ने रहेछ नि यो पाठ त्यो बताएको रहेछ है अनि मैले तपाईँहरूलाई अब यसको झलक पनि गऱ्यो झलक नगरिकन पनि पढ्यो यसको अर्थ पनि अब नेपाली अलिकति राम्रोसँगले प्रष्टसँगले चाहिँ तपाईँहरूलाई नेपालीबाट भन्नु नआए तापनि मैले तपाईँहरूलाई यसको उल्था गरेर बताइदिएको छु है हजुरहरूले यो पाठ चाहिँ बेलुका बेलुका सधैँ पढ्नुहोस् अझै योभन्दा अगाडि दुकार दोक्पा पढ्नुपर्छ त्योभन्दा अगाडि के अरे सेरामिङको दोक्पा पनि पढ्नुपर्छ यो चाहिँ विशेष गरेर अहिले मैले यो जुन चाहिँ दशमी कृष्ण दशमी खाण्डोको तिथि नजिकमा आइपुगेको कारणले गर्दाखेरि यो मैले तपाईँहरूलाई बताएँ पढाएँ भनौँ न अघि हजुरले पनि पढ्नुहोस्
अब अर्थ बुझेर पढ्नु भयो भने राम्रो हुन्छ, अर्थ पनि बुझिहाल्नु भयो। यो भिडियोमा यति नै भन्न चाहन्छु। हस् त, धन्यवाद।